मलाई अबेला भइसकेको छ। मैले आज चाहिँ छोरीको फेस देखाएँ, हल्का अब निदाइरहेको थियो, त्यही भएर मैले त्यसको लागि सरी भनेको छु र आगामी दिनहरूमा देखाउने छु। सो गाइस घाम लागेको छैन हेर्नु यहाँ सबै यहाँनिर सबै लुगा भिजेर उसले मुतेर रातभरि छेरेर हेर्नुहोस् को चाहिँ रातभरि सुत्नु पाउनु भएको छैन। सो यहाँ टेन्सन हुन्छ हेर्नुहोस् लुगा सबै लुगाहरू चाहिँ हामीले यसरी सुकाइरहेछौँ। घाम नि लागेको छैन हेर्नु आकाशमा, घाम लाग्नु भएको छैन हेर्नु अनि यस्तो छ घाम लागेको छैन। सो पारितिर नि घाम लागेको छैन, कहीँ घाम लागेको छैन हेर्नु त हेर्नुहोस् यहाँ धुम्म अँध्यारो छ। सो आज चाहिँ फाइनली मैले खाना पनि खाइसकेको छु। आजको मैले भिडियोमा चाहिँ खानाहरू देखाउँछन् किनकि मेरो बुढी पढ्न सक्दैन कि हेर्नु त यहाँ पड्का बाँध्ने यता हेर त बुढी पड्का बाँध्ने छ, कहिले पड्का नबाँध्ने बुढीले मेरो पड्का बाँध्नु। यता हेर न, यता फर्किदेऊ त, बेल्ट देखाइदेऊ त। हेर्नुहोस् त्यहाँ अपरेसन गरेको मान्छेले चाहिँ यस्तो गर्नुपर्ने रहेछ कि यस्तो गरेर बेल्ट बाँधेर। सो टेन्सन हुन्छ बेल्ट बाँधेर। गोडा सुन्यो क्या आज तिम्रो खै गोडा सुनिन्छ भने यसको साथीहरू। सो टेन्सन हुन्छ धेरै नहिँडाउ न खै गोडा सुन्यो जस्तो यार मेरो हल्का सुनेर यो गोडा चाहिँ लास्टै सुनिन्छ मेरो बुढीको। सो यहाँ के गरेर लगाइरहेछ धन धुन। सो झिँगा मऱ्यो हेर्न झिँगा कति होइन। ल सो गाइज आज चाहिँ छोरी सुतिरहेको रहेछ, मैले राम्रोसित फेस देखाउन सकिनँ किनकि सुत्या बेला बच्चाले डिस्टर्ब नगरौँ भनेर। सो अब आज चाहिँ भिडियो यति नै गर्नु पर्ला जस्तो लागिरहेछ किनकि पसल दुइटै पसल खुल्ला छ, मैले खुल्लै छोडिदिएर आएको छु। पसलबाट फोन पनि आइसकेको छ र अब चाहिँ म लागिदिनु पर्ने हुन्छ पसलतिर। सो गाइज एक नजर मेरो गाउँ धेरै दिनपछि हेरिदिनु होला। सो मैले बाइक त्यहाँ पार्किङ गरिरहेको छु। हेर्न यहाँ लुगा छोरीको सबै लुगा के अब लुगा अब घरै लुगै नि हेर्न यहाँ एउटा बच्चाले एकचोटि रातभरि कतिचोटि मुत्यो बुढी आधा रातभरि 4-5 चोटि मुत्यो आधा छोरीले। सो गाइज अब चाहिँ भिडियोबाट बिदा हुन चाहन्छु। गाउँले ब्लगलाई माया गरिदिनु होला। आगामी दिनहरूमा नि यस्तै भिडियो ल्याउँछु। त फट्टा होस् नै नभन्नुहोस् नि, म फट्टा होइन किनकि म भ्याउँदिनँ कारणवश हल्का सर्ट भिडियोहरू चाहिँ हालिरहेको छु। कमेडी भिडियो बनाउनु खोज्छु, एकजनाले नमिल्दैछ त्यही भएर मैले बनाएको छैन। सो कसलाई कमेडी भिडियो मनपर्छ, फनी भिडियो मनपर्छ सो कमेन्ट गरिदिनु होला। सकेसम्म बनाउने छु, नसके त यस्तै हो भन्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते।